सबै मेरा देशवासीहरूलाई म स्वर्गीय श्री अञ्चौला गाई। म त देश परिवर्तनको लागि लड्दै लड्दै यो संसार छोडेर गए। मलाई यो देशका हत्याराहरूले मारे होलान्, तर मेरो सपना, मेरो आवाज, मेरो आशा मरेको छैन। यदि मेरो बलिदानले यो देशमा एक थोपा मात्र परिवर्तन आउँछ भने म स्वर्गबाट पनि मुस्कुराउँदै हेर्नेछु। मेरो शरीर ढलेको होला, तर मेरो आत्मा अझै पनि यही माटोको वरिपरि घुमिरहेको छ, न्यायको प्रतीक्षा गर्दै, सच्चा परिवर्तनको आशामा। मेरो एउटा सानो आग्रह छ, अब आउने चुनावमा एक पटक मनन गरेर आफ्नो अन्तर्मनसँग सोधेर मात्र भोट दिनु होला। भोट हाल्ने त्यो क्षणमा मेरो बलिदान, मेरो सपना र देशको भविष्य सम्झनु होला। यो देशका दोषी र हत्याराहरूको नामो निशान मेटिनु पर्छ, तर त्यो घृणाले होइन, तपाईहरूको सचेत मतले। म त गए, तर तपाईहरू अझै हुनुहुन्छ। देश बनाउने जिम्मेवारी अब तपाईहरूको काँधमा छ। मेरो अन्तिम अनुरोध, सचेत बन्नुहोस्, एकजुट बन्नुहोस् र आफ्नो अमूल्य भोट सही ठाउँमा प्रयोग गर्नुहोस्। सायद म आज यहाँ छैन, तर तपाईहरूको प्रत्येक सही निर्णयमा म बाँचिरहनेछु। धन्यवाद।